हेलो गाइस, अहिले चाहिँ हामी बैङ्कमा जाँदै हो। बैङ्कमा चाहिँ अब नेपालमा चाहिँ पैसा ट्रान्सफर गर्नको लागि जाँदै, त्यही भएर चाहिँ बाटोमा अब के हुन्छ गाइस हेरौँ है। हिँड्दैछौँ, फेरि त्यही दानी रिभर आइपुग्यो। अब बैङ्क चाहिँ हामीले त्यस्तै 10 मिनटमा चाहिँ पुग्छ होला सायद। यहाँ चाहिँ फोटो खिच्दै छन् होइन। अब म नि खिच्ने छु एक दुईवटा। आज चाहिँ हाम्रो 3 जनाको है छुट्टी दियो अनि हामी चाहिँ यतातिर जाँदैछौँ। यो चाहिँ साकुराको रुख हो। साकुरा यहाँ चाहिँ ढिलो फल्छ अरे। यो चाहिँ पौडीको लागि निकै राम्रो छ, गहिरो नै रहेछ। के गर्ने अब अहिले त जाडै छ, यो राम्रो रहेछ। पानी चाहिँ एकदम क्लियर छ। हाम्रो मोहन दाइ मास्क बिगार्ने मान्छे बरा मास्क लाउनु भएको थियो। अब मास्कै अब नभनौँ डिटरले चाहिँ त्यो यस्तो राम्रो खुट्टा छ चट्ट लगाएर। यो हाम्रो त ब्लगर भाइ यहाँ छ, मिस्टर हिमाल तामाङ। को चाहिँ एउटा नयाँ युट्युबर हो। ल युट्युबको लागि अहिले आज चाहिँ दिन एकदम राम्रो छ। एकदम सँगले चट्ट लगाएर हामी चाहिँ ब्याङ्कमा जाँदैछौँ। ब्याङ्कमा चाहिँ हाम्रो हिमाल भाइले पैसा पठाउने अरे। हाम्रो दाइले नि पैसा पठाउने अरे। त्यो हुन्छ नि, हुन त आफूले आउँदैन के सिकाउनु भन्नुहुन्छ, तर पैसा चाहिँ पठाउने अब कहिले थाहा छैन। कार्ड के चाहिन्छ भन्दै थियो, त्यसको लागि बुझ्नु आएको। यो चाहिँ यस्तो छ, पहिला आफूले गरौँ अनि पछि सिकाउने नि। किरै नै किरै ओके। हामी चाहिँ ब्याङ्कदेखि अब त्यहाँ चाहिँ हाम्रो ट्रान्सफर पैसा कसरी पठाउने भनेर चाहिँ हामी बुझेर आयो। अनि अलिअलि खाइमनो किन्ने गऱ्यो। अनि कुरा के भयो भने अब हाम्रो चाहिँ खोइ यो ब्याङ्कदेखि पठाउँदा चाहिँ 15,000 चार्ज लाग्छ अरे। अनि 15,000 चार्ज त अलिक महँगो भयो, धेरै महँगो हो। त्यो भएर चाहिँ हामीले चाहिँ नपठाउने अब विचार गऱ्यौँ। त्यो भएर चाहिँ हामी फेरि अब कम्पनी नै घुर्दैछौँ। कम्पनीमा चाहिँ बोसहरूले कोरियादेखि खोइ किम्ची के ल्याएको छ भन्दै थियो। किम्ची खान आइज भनिरहेछ। किम्ची खानु पर्ला गएर। अब भात पनि लाग्यो। त्यही हो, यस्तै छ जापानिज गाउँमा अलि यस्तै छ। त्यही हो किम्ची भनेकै। ब्रेकफास्टमा त्यही त हो नि, तेल काँचो तेल हालेर हुन्छ चाउमिन तेल नमिठो गरी। गाइस, उता चाहिँ दाइहरू आफ्नो भिडियो खिचिरहेछन् होइन। यहाँ चाहिँ म आफ्नो भिडियो खिचिरहेको छु। तर साँच्ची हो, जापान ठिक लागेन मलाई चाहिँ। पैसा पठाउनको लागि नि अब त्यत्रो 10% ट्याक्स लाग्ने रहेछ यहाँबाट। अब 1,50,000 पठाउन लागेको अब 15,000 लाग्छ भन्छ। त्यही भएर पैसा पठाएन। गाह्रो छ गाइस, गाह्रो। सोचे जस्तो केही छैन। अनि कम्पनी नि खत्तमको कम्पनी। हिजो अस्ति मात्र बिदा दिएको, फेरि आज दियो हामीलाई। के गर्नु, 10,000 घाटा त्यसमाथि। गाह्रो छ गाइस। निकै महँगो लाग्यो, त्यही भएर नपठाइकन त्यतिकै फर्कियो आएँ। हाम्रो नेपालमा त
15,000 को त 1 महिनाको कमाइ नै हो नि त्यही त 1 महिनाको कमाइ हुन्छ यहाँ हाम्रो त्यो 1 महिनाको कमाइ कसरी अब त्यो सर्भिस चार्जमा पुरै खर्च गर्ने त्यही भएर चाहिँ अलिकति एकदम माया लाग्यो माया लाग्यो ल ठिक छ नि हिमाल भाइ तिमी के छ तिम्रो साइकल आयो दाइ पछाडिबाट बाटो छोडिदिनु तिम्रो भन्दा के छ मेरो के भन्नु जापान ए भिडियो बनाउँदै बस्ने साइकल हामी नि साइकलमा आउनु कसलाई दाइलाई उता भजर पठाइदिनु हाम्रो फ्यामिलीलाई नि गाइस अहिले चाहिँ हामी अब आफ्नै रुमतिर फर्किँदै अब आज बिदाको सदुपयोग गरौँ भनेको होइन कि अब पैसा पठाऊँ भनेको त्यो नि भएन त्यही भएर भोक लागिरहेको छ अहिले यही अब नयाँ बाटोबाट आएको गाह्रो छ गेडै भयो जिन्दगी भने जस्तै भएको छ त्यो अरू उतैबाट आउँथ्यो हामी चाहिँ होइन खासमा र अहिले चाहिँ नयाँ बाटोबाट आएको यताबाट बाटो चाहिँ बब्बाल छ गाइज तर साकुरा फुलेको छैन फुलेसी चाहिँ दामी हुन्छ यहाँ चाहिँ दाइहरू आउँदै हुनुहुन्छ पुरै आफ्नो भिडियो बनाएर सबजना व्यस्त तर सोचे जस्तो चाहिँ केही नि भएन गाई चाहिँ मैले त्यो जापानमा हुन्छ नि जापानमा पाउनुपर्ने चिजहरू केही पाएन यहाँ चाहिँ ठाउँ चाहिँ अब राम्रै छ यतातिर उता चाहिँ त्यस्तै हो अनि अहिले चाहिँ फर्किरहेको झोला बोक्दै भोक लागिसक्यो अब गएर 12 बजे खाना हुन्छ अहिले चाहिँ त्यही कति बज्यो भन्दाखेरि 11:30 भइसक्यो अनि यहाँ चाहिँ ठाउँहरू चाहिँ बब्बाल रहेछ अब पछि साकुरा फुलेसी चाहिँ यता आउँदा चाहिँ दामी हुने रहेछ गाइज यस्तै छ गाइज फाइनली हामी चाहिँ पिकनिक स्पोट चाहिँ आइपुगिसक्यो र यहाँ चाहिँ यस्तो बच्चाहरू खेल्ने ठाउँ रहेछ अब हामी नि खेल्ने हो त्यहाँ मस्त खेलिन्छ साकुरा फुल भने चाहिँ दामी हुने रहेछ यो भ्लग चाहिँ अब 2 घन्टा भइरहोस् 2 घन्टाकै हालिदिनु नो एडिट भ्लग गाइज मलाई एडिट गर्न आउँदैन त्यस्तो साह्रो झ्याउ लाग्छ पुरै र हो होइन पुरै जस्ताको तस्तै हो गाइज यस्तो छ अब म चिप्लेडी खेलिन्छु यहाँ तर पानी रहेछ यार यसलाई पानीलाई केले पुस्ने त यहाँ चाहिँ यस्तो रहेछ खेल्नु त दाइ यहाँ चिप्लेडी खेल्नु पऱ्यो क्या यताबाट आउनु न यताबाट साइडबाट गुलाबको फुल साकुरा फुलेपछि त यहाँ साकुरा फुल्यो भने त दिनभरि यहीँ बस्ने हो त दिनभरि यहीँ बस्ने बरु उता खाना नगइकन बिहानै आउने खाजा टन्डा खाएर आउने त्यो दिन बरु यहीँ बस्ने गाइज यस्तो छ होइन एकदम बब्बाल छ ठाउँ चाहिँ ल गाइज त्यहाँ चाहिँ होइन दाइहरू चाहिँ आफ्नो पारामा चाहिँ भिडियो बनाउँदै हुनुहुन्छ यहाँ होइन अर्को त ऊ त्यहाँ भ्लग आफ्नै भ्लग फोटो अनि अर्को त ऊ त्यहाँ अनि म चाहिँ अब यहाँ आइसक्यो माथि होइन यहाँ चाहिँ आई थिङ्क होइन पिकनिक स्पोट जस्तो छ अबको बिदामा चाहिँ यो साकुरा फुले बेला चाहिँ यहाँ आएर बसिन्छ गाह्रो छ गाइज जापान जे सोचेको थिएँ मैले त्यो पाएन जापानमा होइन पैसा पठाउन त्यस्तो गाह्रो बिदा दिएको त्यही छ कहिले बिदा दिँदैन कहिले दिएपछि अब एक दिन काम गरेपछि दिन्छ गाइज त्यही भएर चाहिँ तपाईँहरू जुन भ्रममा परेर आउनुहुन्छ त्यसमा चाहिँ नआउनुहोस् दियोस् होइन पोजिटिभ भएर चाहिँ आउनुहोस् जेपिटी नसोच्नुहोस् होइन राम्रो ठाउँ नै छ तर हाम्रो चाहिँ अब त्यस्तै पऱ्यो केही छैन म जे छु अब त्यसमा चित्त बुझाउँछु के भन्नु गाइज यस्तै छ दिस इज माई होइन नो एडिट होइन भिडियो है म चाहिँ त्यस्तो एडिट गर्न झ्याउ लाग्छ मसँग टाइमै हुँदैन क्या खास मलाई एडिट नआउने त होइन आउँछ तर हल्का फुल्का तर मसँग टाइम नै हुँदैन तर मलाई टाइम पनि झ्याउ लाग्छ गाइज सो ए हो गाइज अब चाहिँ म यहाँबाट बाहिर निस्किन्छु होइन अब निस्केर चाहिँ
उता जान्छु दाइहरू आफ्नो भ्लगहरू बनाउँदै हुनुहुन्छ होइन। यस्तै छ चिल पारामा हिँड्ने हो मस्त होइन। गाडी जस्तो भ्यू र साकुरा एउटा फुलेको छैन। सबजना फोटो खिच्दैछन् आफ्नो होइन। तर मलाई चाहिँ फोटो खिच्नमा इन्ट्रेस्ट छैन गाइज। मलाई चाहिँ भ्लगिङ गर्न चाहिँ मनपर्छ, मेरो इन्ट्रेस्ट भनेको त्यसमा हो। तर त्यही हो पछि आफ्नो फेसबाट होइन फेस देखाएर भ्लग गर्ने चाहिँ अहिले चाहिँ अब टक्लु छ कि म त्यही भएर नबनाएको आफ्नो फेसको। मलाई त्यो फेस देखाउनुमा केही त्यो छैन। यहाँ चाहिँ फोटोको पोज दिँदै छन् होइन दाइले। यहाँ चाहिँ पुरा आफ्नो सोकिन हुन्छ नि केमा सोक हुन्छ त्यही हो। र मेरोमा चाहिँ त्यही हो गाइज। यो चाहिँ ढुङ्गा रहेछ के को ढुङ्गा हो थाहा भएन गाइज। दिस इज माई के भ्लग भन्नु कस्तो खाले भ्लग खै आई डोन्ट नो होइन। पारुसान ल म चाहिँ भिडियो खोला आउने गरी फोटो खिचिदिनु पऱ्यो। यहाँ चाहिँ म अहिले बस्दैछु, भोक लागिसक्यो, हिँड्नै अल्छी लाग्यो। म चाहिँ भ्लग बनाएर चाहिँ त्यो साकुरा फुल्या बेला चाहिँ आउनुपर्ने रहेछ गाइज। गाह्रो छ गाइज, गाह्रो। सोचे जस्तो केही छैन। कति भन्नु एउटै कुरा, मलाई के देखाउँ भइसक्यो। दाइहरूको फोटो होइन खिच्दैछन्। यहाँ पुल छ गाइज, पुल चाहिँ बब्बाल छ। अनि यहाँ चाहिँ जुत्ता हो, जुत्ता काठमाडौँमा किनेर लिएर आएको यहाँ होइन। यहाँ गयो त 9-10 हजार पर्ने रहेछ। अब धन्न त्यहाँ किनेर 3-4 हजार त्यतिमै पायो। अनि यहाँ चाहिँ पहुँच होइन। अब म नि एउटा फोटो खिच्नु पऱ्यो। माछा है के हो थाहा भएन। अब हामी चाहिँ फर्केको, भोक लागिसक्यो लास्टै। अब उता कोरियाबाट लिएर आएको ओमियागे खानालाई जाँदैछौँ। उयो हात धुनु मुख धुनुपर्छ के हो दा यार? होइन मलाई त अनुहार धुन मन लागिसक्यो। यसो मुख धुनु पऱ्यो गाइज। हामी चाहिँ अब फर्केर जाँदै आफ्नो गन्तव्यतिर चिल्ड्रेन पार्क, फन पार्क। अब बिदा भयो भने चाहिँ यहाँ आउनु पर्ला। साकुरा नि फुल्छ, मस्त बस्ने नि, यहाँ खानेकुरा नि लिएर आउने। हो भने साँच्ची मैले गफ दिएको होइन। हामी बरु के दिउँसोको खाना नखाइकन यही भयो क्या आनन्द हुन्छ नि त। नि गाइज फाइनल चाहिँ अब कम्पनी आइपुगिसक्यो, अगाडि हो। बाई गाइज, अब यति नै हो भ्लग आजको होइन। अब चाहिँ रुम गएर खानासाना खाएर दिनभरि अब सुतेर भिडियो हालिन्छ। यही भिडियो लाइक, सेयर एन्ड सब्सक्राइब एन्ड वाचिङ माई भिडियो गाइज। आई लभ यु फ्रम योर बाज। बाई, टेक केयर।